काटेर रेडी भयो। अब कराई बसालेको छु यहाँनिर। अब म फर्सी पकाउँछु। यो चाहिँ अर्ग्यानिक तेल हो, घरमै पेलेको। मैले यसरी थोरै थोरै यो बट्टामा हालेर सब्जीहरू बनाउँदाखेरि यसरी पकाउने गरेको छु। अलिक सजिलो हुन्छ नि त। यो बोतलबाट बनाउँदाखेरि त म त अड्कलै पाउँदिनँ, त्यही भएर यसरी बोतल चाहिँ यहाँ तल राख्छु। अनि यसरी यो बट्टामा खनाएर हाल्ने गरेको छु। फर्सी धेरै छ, त्यही भएर तेल पनि अलिक धेरै नै हालौँ। यति नै हाल्छु ज्वानोमेथी चाहिँ म। फर्सीमा अलिकति धेरै नै ज्वानोमेथी हाल्दाखेरि मिठो हुन्छ, फर्सीमा ज्वानोमेथी पड्काउँदाखेरि, त्यही भएर ज्वानोमेथी हाल्छु। अलिकति टिमुर पनि पड्काइदिन्छु, पड्काउँछु अलिकति। जेमा पनि मिठो लाग्छ टिमुर, अचारमा, सब्जीमा, दालमा, जेमा पनि मिठो लाग्छ। टिमुर पनि पड्काएँ। थोरै बेसार त हाल्नु परिहाल्यो। अब झ्वाइया पार्ने ल, झ्वाइया। ओके, अब यो माथि हुँदैन किन काटाकुटुक पारेको रहेछ नि। यो बोतलेलाई चाहिँ कति बोतल चाहिएको हो, बोतलेलाई। अब काटाकुटुक नपार है। होमवर्क गरेको छैन, अब कतिखेर होमवर्क गर्ने हो। ल अहिले बनाएर हालिदिन्छु, अहिले म बिजी छु। अब होमवर्क गर्नुपर्छ। अब माम त पाएको, अब सब्जी पाक्दै गर्छ, अनि तिमी होमवर्क गर्न सक्छौ। अनि माम खाने, सब्जी खाने, अनि स्कुल जानुपर्छ। आज टिफिन के खान्छ मानसले? टिफिनमा के खान्छ बाबा? चना मटर खाने। हिजोको जस्तै चना मटर खाने। मेरो सब्जी पनि रेडी भयो, भात पनि रेडी भयो। भोक लाग्यो भनेर यहाँ अघिदेखिको अब म खाना दिन गइरहेँ। ग्यासहरू सबै पुसिसकेँ। यहाँनिर पानी तताउँदैछु। अनि आज नानीहरूले खाजा चाहिँ यो चना मटर खाने भनेको छ। चना मटर भुटिदिनु पर्नेछ। अब यो तातो पानी यहाँ तात्दैछ, यसमा तात्दैछ। यो भगभग उम्लेको तातो पानी यो चना मटरमा हाल्ने, अनि त्यस पछाडि यो 1-2 घन्टामा भिज्छ। अनि यसलाई भुटिसके पछाडि अनि टिफिन लाने नानीहरूलाई। घरसर मैले सफा गरिसकेँ। मेरो देख्न सक्नुहुन्छ बेड पनि राम्रो भएको छ, बडारी पनि सकेँ, भुइँपुसी पनि सकेँ, एभ्रिथिङ डन। अब म मेरो मर्निङ कफी खाने टाइम भयो। मर्निङ कफी खान्छु। अब म बिहान म केही पनि खाँदिनँ, तातो पानी खान्छु, मर्निङ कफी खान्छु। अनि त्यस पछाडि म मेरो एडिटिङहरू गर्छु, के कामहरू गर्छु। अनि एकछिन पछाडि 2 घन्टा पछाडि फेरि टिफिन पुर्याउने टाइम हुन्छ। टिफिन पुर्याउँदाखेरि मैले के टिफिन पुर्याएँ, मैले खुवाएँ स्कुल, सबै म हजुरहरूलाई देखाउँछु। अहिले बेला भयो, त्यही भएर म यहाँनिर लसुनलाई चाहिँ यो गर्छु। लसुनलाई केलाएर मैले अलिकति तेल हालेँ। यहाँनिर तेल हालेको देख्न सक्नुहुन्छ। तेल किनभने छोराछोरीको स्पेसल डिमान्ड थियो। हिजो बेलुका चना मटरको सब्जी बनाएको थियो, के अरे म बेलुका खाना बनाइनँ। अनि त्यही भएर त छोराछोरी त अगाउँदैनन्। बाबा मम्मीलाई बनाएको छोराछोरीलाई चाहिँ भात भुटिदिएको थियो। अनि त्यो अलिअलि चाख्न दिएको, अगाएनन्। अनि त्यही भएर आज खाजा नै एकदम अगाउने गरी उनीहरूलाई चना मटर हालेर मजाले तेल हालेर चना मटरको टिफिन बनाउन। त्यसमा टिफिन हुन्छ। अनि छोरीको 1:30मा 1:30 बजी टिफिन हुन्छ। त्यही भएर छोराको लागि अलिक छिटै जानुपर्छ। छोरीलाई चाहिँ उसकै क्लासमा गएर टिफिन छोडिदिएर आउँछु। छोरीलाई चाहिँ खुवाउँदिनँ, आफै खान्छु। छोरालाई चाहिँ खुवाएर आउँछु। यही उठ्ने
धुने साबुन सकिरहेको यस्तो खालको साबुन ल्याएँ। यो खालको साबुन चाहिँ हाम्रोतिर 100 को 4 वटा आउँछ, आउँदो रहेछ भनौँ न होइन। मैले पनि फर्स्ट टाइम युज गर्न आँटेको, कस्तो छ थाहा छैन। पहिला 100 को 3 वाला युज गर्थेँ म, अहिले 100 को 4 वटा आउँदो रहेछ। एउटा, दुईटा, तीनटा अनि 4 वटा है गाइस। अनि त्यस पछाडि चना मटर मैले भुटेँ नि त, चना मटरको लागि अब खानको लागि भुजालेर आएँ खाजा गाइस। चना मटर पनि लगभग पाको 90। टिफिन पुर्याएर आइसकेँ म। अब मेरो खानाको टाइम भयो, त्यही भएर बिहानको फर्सीको सब्जीलाई तताउँदैछु। अनि यहाँ माम छ अलिकति, माम फर्सीको तरकारी अनि यो चना मटर अघि टिफिन पुर्याएर उब्रियो। यो दहीसँग चाहिँ म भात खान्छु अब। सिन्कीको अचार हो गाइस, सिन्कीको अचार सक्यो।